हार्दिक स्वागत छ। म रामकुमार थापा र यतिखेर म गल्छी गाउँपालिका वडा नम्बर 8 को वडा कार्यालयमा आइपुगेको छु र नीलकण्ठ एफएम को दैनिक प्रस्तुति नीलकण्ठ संवाद लिएर म जुन ठाउँमा आएको थियो आज म यही ठाउँबाट कार्यक्रम सञ्चालन गर्न गइरहेको छु र हामीसँग कुराकानी गर्नको लागि गल्छी गाउँपालिका वडा नम्बर 8 का आदरणीय वडा अध्यक्ष युवा नेता विशाल हुन्तेली मगर हामीसँग हुनुहुन्छ र विशेष गरी गोगन पानीको विकासमा समृद्धिमा यहाँको भूमिका के छ, अहिलेसम्म के गर्नुभयो, समस्याहरू के छन् भन्ने विषयमा छलफल गर्छौँ। किनकि भौगोलिक हिसाबले पनि अलि फराकिलो यो कोल्पो खोला यता खैरघारी यता चाहिँ तपाईँको चाहिँ भिरपानी फेरि उता चाहिँ छोएको ठुलो फराकिलो क्षेत्र छ। युवा हुँदा हुँदै पनि उहाँले के गर्न सक्नु भइराखेको छ, हामी विषयमा कुराकानी गर्छौँ र जनताका धेरै अपेक्षाहरू छन् तर उहाँहरू चाहिँ गरिरहनु भएको छ, यसलाई हामीले सम्मान गर्नुपर्छ। सीमित स्रोत र साधनका बीच पनि खानेपानीका कुराहरू लिफ्टिङबाट पनि उहाँले चाहिँ व्यवस्थापन गर्नु भएको छ। भाटाका कुराकानीहरू प्रदेश धाएर सङ्घ धाएर पनि स्वादिष्टमा ढलान पिच गर्ने कामहरू छन् र शिक्षाका हिसाबले कहीँ चाहिँ विद्यालय भवन बन्दैछन्, ऐतिहासिक हिसाबले मठ मन्दिर गुम्बाहरूका कुराहरू पनि उहाँले ल्याउनु भएको छ। हामी आज भाका कुरालाई राम्रो भन्न गइरहेका छौँ र यहाँ समस्या छ है, यहाँ किन गर्न सकिरहनु भएको छैन भनेर सोचौँ। यसलाई कार्यक्रम स्वागत छ। धन्यवाद। नमस्कार। आराम हुनुहुन्छ? एकदम ठिक छु। ढिलै भए पनि नयाँ वर्षको शुभकामना। हजुरलाई धेरै धेरै धन्यवाद। हजुरलाई पनि। कस्तो भइरहेछ विशाल सर, तपाईँ वडा अध्यक्ष हुनुहुन्छ, अब 1 वर्ष समय सीमा बाँकी छ। आजसम्म यो टेबलमा बसिरहँदाखेरि चाहिँ वडाको विकासमा मैले के गर्न सकेँ भनेर निदाउँदाखेरि पनि आफूले गरेका कामहरू सम्झन योग्य चाहिँ के गर्न सक्नुभयो यो अवधिमा? एकदमै महत्त्वपूर्ण प्रश्न गर्नुभयो रामकुमार सर, हजुरलाई धेरै धेरै धन्यवाद। म 2079 सालको निर्वाचन पश्चात मैले यो जुन गल्छी गाउँपालिका वडा नम्बर 8 लाई तपाईँको यहाँ विशेष गरेर 4-5 वटा खानेपानी लिफ्टिङ छ। मैले त्यतिखेरको अवस्थामा तत्कालीन चुनावी घोषणापत्रमै अथवा मेरो प्रतिबद्धता नै थियो यो म चुनाव जितेर आइसके पश्चात यो सबै लिफ्टिङ खानेपानी महसुलहरू निःशुल्क गराउनेछु भनेर त्यो कार्यक्रम हामीले जुन समय निर्वाचित भएर आयौँ त्यसै वर्षबाट लागू भइसकेको छ र विशेष गरेर यो गल्छी गाउँपालिका भौगोलिक हिसाबले पनि अहिले वडा नम्बर 8 अलिक ठुलो र विशेष गरेर यो गल्छी चकमके सडक खण्ड विगत धेरै लामो समयदेखि अधपत्र अवस्थामा रहेको, यसलाई चाहिँ तपाईँको स्तर उन्नति कालोपत्रै गर्नुपर्छ भन्ने हिसाबले हामीले सङ्घ प्रदेशसँग समन्वय गरेर यस आर्थिक वर्षमा चाहिँ लगभग 2 किलोमिटरभन्दा माथि पिक कालोपत्रै हुने र यो टारीमा अत्यन्तै अप्ठ्यारो ठाउँ र यो खाडीमा त्यसपछि लिएर गएर यहाँ जुन हाम्रो यो कालिका स्थानीय बाटो नै छिनेर झिँडा भएको ठाउँमा चाहिँ 2 ठाउँमा ढलान र त्यहाँ तपाईँको चाहिँ क्याबिन चाली लगाउने कार्यक्रम यसै आर्थिक वर्षभित्र सम्पन्न हुन्छ र त्यसै गरेर यो गोगन पानी जुन साबिकको गोगन पानी 5 वटा वडा मिलेर बनेको छ। यहाँ एउटा स्वास्थ्य चौकी छ। तत्कालीन अवस्थामै म यदि निर्वाचित भएँ भने म मेरो कार्यकालमा चाहिँ यहाँबाट चाहिँ काठमाडौँसम्म हस्पिटलसम्म सहज आवत जावत गर्नको लागि एम्बुलेन्स व्यवस्था गर्छु भनेको थिएँ। त्यो पनि हामीले गरिसकेका छौँ र यसै गरेर एक घर एक धारा जुन जनताको एकदमै तपाईँको चाहिँ स्वच्छ पिउने पानीको व्यवस्थापनको लागि एक घर एक धारा कार्यक्रमलाई चाहिँ म पूर्ण रूपमा सम्पन्न गर्नेछु भनेको थिएँ। त्यस कार्यक्रम अन्तर्गत चाहिँ लगभग यसै आर्थिक वर्षमा हामीले सबै टोल बस्तीमा चाहिँ सबै घरहरूमा चाहिँ सम्पन्न गर्ने लक्ष्य उद्देश्य थियो हाम्रो एउटा कार्य समितिको, तर सीमित बजेटको कारणले गर्दा केही टोलहरू छुट्न पुगेको छ। अब यो 1 वर्षको जुन बाँकी समयमा चाहिँ हामीले यो गल्छी गाउँपालिका वडा नम्बर 8 लाई सबै बस्ती टोलमा घरहरूमा तपाईँको स्वच्छ पिउने पानीको एक घर एक धारा पुर्याइसकेका हुनेछौँ। त्यसै गरेर अर्को कुरा हजुरले प्रश्न गर्दै गर्दा भन्नुभयो जुन रानीमाला पर्यटकीय स्थान छ त्यसलाई व्यवस्थापन गर्ने कुरा र चुलीको ऐतिहासिक र धार्मिक महत्त्व बोकेको बागबछला मन्दिरको पुनर्निर्माणको काम यहाँ त्यो लगभग 2टा मन्दिर सम्पन्न भइसकेको छ। त्यहाँ शौचालय निर्माण भइसकेको छ र बाँकी अब तपाईँको घेराबार लगायतका अन्य विकास निर्माणका पूर्वाधार निर्माणका कामहरू बाँकी छ। त्यसलाई चाहिँ तपाईँको समाधान त्यो पुरा गर्नको लागि चाहिँ हामीले प्रदेश सरकारसँग केही कुराहरू अनुरोध गरेका छौँ। पक्कै पनि यो 1 वर्ष बाँकी रहेको समय अवधिमा ती कुराहरू पनि पुरा हुनेछन् र यो विशेष गरेर यो गल्छी गाउँपालिका वडा नम्बर 8 मा 5 वटा विद्यालय छ जुन तपाईँको जनसेवा आदिको चाहिँ अत्यन्तै कष्टकर भवनमा चाहिँ बसेर विद्यार्थी भाइ बहिनीहरू पढ्न पर्ने बाध्यात्मक परिस्थिति थियो। त्यसलाई चाहिँ यसै आर्थिक वर्षमा कार्यान्वयन हुने गरी 20 लाख रुपियाँ बजेट विनियोजन प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत आएकोमा यो 23-24 को आन्दोलन पछाडि त्यो बजेट कटौती भएर 14 लाख रुपियाँ आयो र अहिले त्यो 14 लाख रुपियाँको कार्यान्वयन भइरहेको छ। त्यतिले मात्रै अपुग हुने भएको कारणले गर्दा त्यो 2 कोठाको बिल्डिङ सम्पन्न गर्नको लागि चाहिँ हामीले
त्यति नै खेर यो गल्छी गाउँपालिका वडा नम्बर 8लाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्ने क्रममा हामीले प्रदेश सरकारको माननीय सामाजिक विकास मन्त्री रतन चन्द्र बाजेज्यूलाई प्रमुख अतिथिको रूपमा यहाँ निमन्त्रणा गरेर त्यो विद्यालयको स्थलगत अनुगमन गराएर हाम्रो प्रदेश सांसदज्यू लगायत हामी सबैजना त्यहाँ स्थलगत अनुगमन गराए पश्चात हामीले विद्यालय व्यवस्थापन समितिको निर्णय वडा कार्य समितिको निर्णय र सिफारिससहित सामाजिक विकास कार्यालय मार्फत सामाजिक विकास मन्त्रालयलाई पठाएर त्यो बजेट योसी वर्षमा सम्पन्न हुने गरी बजेट सुनिश्चित गरिदिनु हुन अर्थ मन्त्रालयसँग पठाइसकेका छौँ र त्यो पनि मलाई लाग्छ अब केही समयभित्रै त्यसको स्रोत सुनिश्चितता भएर त्यो सम्पन्न हुने चरणमा छ। त्यसै गरेर अन्य जुन हामीले अहिले यो शैक्षिक सुधारको गुणस्तरको कुराहरूमा विशेष गरेर सामुदायिक विद्यालयमा धेरै प्रश्न चिन्हहरू खडा भएको छ। यस सन्दर्भमा हामीले हाम्रो आर्थिक जुन बजेटको परिधिभित्र रहेर गर्नुपर्ने विद्यालयहरूलाई गर्नुपर्ने सहयोगहरू निरन्तर रूपमा गर्दै आएका छौँ र जुन गुणस्तर सुधारको लागि आवश्यक होस्टल सहितको ट्युसन कोचिङ कोचिङ व्यवस्थापन गर्नको लागि पनि हामीले बजेट व्यवस्थापन गरेका थियौँ यस आर्थिक वर्षमा। त्यसको परिणाम के हुन्छ त्यो त अब चाह्यो भने चाहिँ गर्न सकिँदो रहेछ भन्ने एक्जाम्पल तपाईँबाट सिक्नुपर्छ। यसको मतलब के छ, तपाईँले धेरै गर्न सक्नुभयो अब बाँकी छैन भन्न खोजिया होइन, तर तपाईँले चुनाव अगाडि जुन प्रतिबद्धता पत्र अनुसार गर्नुभयो, तपाईँले पहिलो कुरो लिक्विड खानेपानीको महसुल फेरि गर्नुभएको थियो, फेरि गर्नुभयो। एउटा एम्बुलेन्स, मान्छे घाइते बिरामी पर्दा अहिले धेरै मान्छे विदेशमा छन्, छोरछोरीहरू विदेशमा छन्, आमा बाउले केही पर्दाखेरि एम्बुलेन्स व्यवस्था गरिदिनु भयो है त। अर्को एक घर एक धारो पानी जहाँ चुलीमा हामी पनि म पढ्दाखेरि एक गाउँ पानी भरेर आउनु पर्थ्यो। आज मेरो आमा बाहरू त्यहाँका दाजुभाइ दिदीबहिनीहरू घरमै पानी थाप्न पाउँछन्, चुलीमा मात्रै होइन त्यो अरू टोलहरूमा पनि भएको छ। यो तपाईँले गरेको काम हो। सो खाने बाटोको कुराकानी गर्दा तपाईँको पालामा बाटोको चाहिँ भइरहेको छ भनेपछि चाह्यो भने गर्न सकिँदो रहेछ नि त। तर यो गरेको कुरो भएको छ है, हाम्रो वडा अध्यक्षले भनेको छ भन्ने खाले मानसिकता किन कम हुँदै गयो? आज के देखिन्छ भने के गरेको छ अरे यहाँ चाहिँ जादुको छडी लिएर यो कोही एउटा मादे लिएर पनि चाहिँ दैवी शक्ति आएर छोमन्त्र गरिदिँदा होइन, तर यति गरेको कुरो पनि त गर्न सकिँदो रहेछ नि त। यो अरूले सिक्न पर्छ कि पर्दैन? म विशेष गरेर यो गल्छी गाउँपालिका वडा नम्बर 8 पासी आम बुद्धिजीवी लगायत सरकारलाई सबैमा म एउटा कुरा के आग्रह र अनुरोध गर्न चाहन्छु। तपाईँको यही अन्तर्वार्ता मार्फत भने यहाँहरू विचार र सिद्धान्तको हिसाबले सबै आफ्नो ठाउँमा रहनु भएको छ होला, पेसाको हिसाबले आफ्नै ठाउँमा हुनुहुन्छ। तर म यो पछिल्लो समय यहाँले भने जस्तै केही बजेट कार्यान्वयनको पक्षमा हामीले गरेका कामहरू जहिले तपाईँको सामाजिक सञ्जालदेखि सबै कुराहरूमा नेगेटिभ मात्रै तपाईँको कमेन्ट आउने जुन प्रवृत्ति बढेको छ, यसले तपाईँको यो हाम्रो समाज र यहाँको समृद्धिलाई अझ माथि लानको लागि तपाईँको त्यो अपनाउँदैन। किनकि यहाँहरूले जिताएर पठाएको निर्वाचित जनप्रतिनिधिज्यूहरूले गरेको काम र विगतमा के कति थियो र वर्तमानमा के कति भइरहेको छ र के कति गर्ने कोसिसमा हुनुहुन्छ, यति कुरा चाहिँ यहाँले बुझिदिनुपर्छ। र कतिपय अवस्थामा गर्दा गर्दै पनि तपाईँको जस्तो कुरा त आइ नै हाल्छ। तर गाली गरेको किन अस्ति तपाईँको चुलीको मन्दिर उद्घाटन गरियो भनेर न्युज लेखियो, तर त्यसमा के छ त्यो भन्न हुने शब्द चाहिँ होइन भनेपछि अहिले हाम्रो समाज कहाँ जाँदैछ होइन? किनकि चाहिँ काम गर्ने पनि एउटा मोटिभेट होस् होइन, किनभनेदेखि बरु भर्सर भएको छ भने भर्सर भयो भनेर भन्न मिल्यो, उजुरी हाल्न मिल्यो, सम्बन्धित निकाय छ, खान्छ भने प्रमाणसहित पेश गर्न मिल्यो। तर पनि मान्छे गाली गलौज पनि उत्रेर गर्दाखेरि चाहिँ यसले नेगेटिभ मेसेज जान्छ कि यसले चाहिँ कसरी चाहिँ अब अगाडि बढ्ने जुन यसमा चाहिँ मैले के भन्छु भने म सम्पूर्ण आम गल्छी गाउँपालिका वडा नम्बर 8 पासीज्यूहरूलाई चाहिँ के भन्न चाहन्छु भने विरोधको लागि मात्रै विरोध नगर्नुहोस्, विकासका लागि विरोध गर्नुहोस्, सुशासनको लागि विरोध गर्नुहोस्, भ्रष्टाचारको लागि विरोध गर्नुहोस्। काहीँ कतै उपभोक्ता समिति या ठेका मार्फत भएको काममा गुणस्तरीय तपाईँ काम भएको छ कि छैन त्यो चेक जाँच गर्ने जिम्मेवारी जवाबदेही हामी सबैको हो। र त्यसमा तपाईँको वडा अध्यक्षले अथवा चाहिँ कर्मचारीज्यूहरूले चाहिँ तपाईँको चाहिँ कुनै पनि बाहनामा अप्ठ्यारो परिस्थिति सिर्जना गरेर आर्थिक चाहिँ तपाईँको बार्गेनिङ गरेको छ अथवा चाहिँ समितिसँग पैसा मागेको छ, त्यस्तो किसिमको वातावरण छ भने त्यो चाहिँ तपाईँहरूको के भने तपाईँले जिताएर पठाएको जनप्रतिनिधिले त्यो गरेको छ भने सफल मार्केट गर्छ। म त तपाईँको 1 रुपियाँ होइन, 1 रुपियाँ तपाईँको चाहिँ कोहीसँग तपाईँको खाएको होइन, तपाईँ कोहीसँग लियो अथवा केही भनेको मात्रै मेरो मुखबाट निक्लेको मात्रै भयो भने मेरो लागि यो वडा अध्यक्ष पद त्यति धेरै ठुलो गौरव छैन भन्ने लाग्छ। मैले त्यो आधार प्रमाण सहित उहाँहरू उपस्थित हुनु भने म 1 मिनटभित्रमा म यो वडा अध्यक्ष पद रिजाइन दिन तयार छु। किनभने म यो युवा पुस्ताबाट केही गरौँ भनेर म 22 वर्षको उमेरबाट यो साबित गर्नु पनि पाएँ।
गाउँ विकास समिति हुनेदेखि पहिलेदेखि लागेको राजनीतिमा आएको यहाँको आमाहरूको समृद्धिको लागि बुवाहरूको समृद्धिको लागि बालबालिकाको समृद्धिको लागि लागेको नि त तसर्थ म यहाँहरूलाई फेरि पनि के विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु भने जति भएको छ यहाँ जहिले पछिल्लो समयमा हुँदै भएको छैन भएको भए पनि त्यो सिस्टमले भएको कसैले त त्यसलाई नेतृत्व गरेर तपाईँको सम्बन्धित निकायमा यो आवश्यकता छ भनेर पहल गरेर सबै कुरा गरेको छु भन्ने लाग्छ म जनप्रतिनिधिको हैसियतले। यहाँले बुझ्नुपर्ने कुरा के छ भने यही जुन केन्द्रीय सङ्घको प्रदेश के अरे सङ्घको बजेट भनेको 3 करोड र त्यो 1.5 करोड रुपियाँ भने यो आन्दोलनभन्दा पछाडि तपाईँको बजेट रोकेको थियो। त्यस पछाडि देशमा तपाईँको नयाँ सरकार बन्यो, भौतिक पूर्वाधार निर्माण मन्त्री चाहिँ हाम्रो कुलमान घिसिङ सर बन्नुभयो। त्यस पश्चात म वडाध्यक्षको हैसियतले मैले एउटा तपाईँको ध्यानाकर्षण पत्र बनाएर म उहाँलाई भेट्न गएँ र उहाँलाई मैले भने यो गल्छी भिमडुङ्गा लामीडाँडा सीतापायरा सडक अन्तर्गतको यो गल्छी गोमनपानी चकमकी सडक पर्छ। यो अत्यन्तै महत्त्वपूर्ण सडक हो र यो वैकल्पिक राजमार्गको रूपमा स्थापना गरेको भए तापनि अहिले यसले यो ओझेलमा परेको छ। तसर्थ यो धार्केमा यो हाइवे एकचोटि पुलमा चाहिँ त्यो ड्यामेज भएर बन्द हुँदा पनि यो वैकल्पिक बाटो रूपमा प्रयोग भएको बाटो हो। मन्त्रीज्यू यो बजेट चाहिँ जसरी पनि तपाईँको खुलाइदिनुपर्छ। मेरो वडा चाहिँ 18 किलोमिटर चाहिँ तपाईँको यो बाटोको मेन मेरुदण्डमा पर्छ। त्यस कारणले गर्दा यो बजेट चाहिँ तपाईँको खुलाइदिनु भएन भने एकदमै बहुत कोसिस गरेर यो साल तपाईँको गल्छीपट्टिबाट सुरु गर्ने भनेर तपाईँको बजेट बल्ल व्यवस्थापन भएको छ। त्यसले गर्दा अत्यन्तै समस्यामा पर्छौँ हामी भन्ने किसिमको अनुरोध गरिसकेपछि उहाँले जुन अर्थ मन्त्रालयलाई चिठी काटिदिनुभयो। अर्थ मन्त्रालयले सम्बन्धित जुन कार्यान्वयन गर्ने अफिसरलाई चिठी काटिदिनुभयो। आफै गएर भेट्नुभयो? भेटेको छ। गएँ म आफै नेतृत्व गरेर मेरो वडा सदस्य सुनिल तामाङज्यूलाई लिएर गएको थिएँ मैले पहिलोचोटि र पछिल्लोचोटि जाँदा मैले यसै वडाको सक्षम भए अनि त्यसपछि हाम्रो गल्छी गाउँपालिका वडा नम्बर 6 को वडाध्यक्षज्यू दीपक कार्कीज्यूलाई पनि लिएर गएको थिएँ त्यस समयमा। र यो मैले तपाईँको सामाजिक सञ्जाल मार्फत मैले यो गरेको छु भनेर पनि मैले प्रष्ट रूपमा त्यहाँ जुन समयमा मैले मन्त्रीज्यूसँग भेटेर कुरा राखेँ त्यस बेलाको पनि मैले तपाईँको त्यो ध्यानाकर्षण पत्र बुझाएको त्यो फोटो खिचेको त्यो पनि गरेको छु। र अहिले अस्ति मात्रै अब हामी यो जुन जनसेवा स्कुलको लागि चाहिँ प्रदेशमा गएर केही कुराहरू गरेका छौँ बजेट विनियोजनको लागि। अहिले पछिल्लो समय केही पनि भएकै छैन भन्ने जस्तो मात्रै भाष्य सिर्जना गर्ने किसिमको जुन अभिव्यक्तिहरू जुन सामाजिक सञ्जालमा कमेन्ट आउँछ म उहाँहरूलाई त्यो नगर्न अनुरोध गर्न चाहन्छु। र बरु यहाँले के गर्न सक्नुहुन्छ भने अहिले तपाईँहरूले यो गरिरहनु भएको रहेछ थप यसो गरिदिनु भयो यो ठाउँको लागि यो काम गरिदिनु भयो भने चाहिँ अझ बढी जनताले सेवा सुविधा पाउँछ र उचित छिटो तपाईँको गल्छी आठको चाहिँ समृद्धि हुन्छ भन्ने किसिमको सल्लाह सुझाव दिनुभयो भने चाहिँ हामी ती कुराहरूलाई तपाईँको चाहिँ मनन गरेर अब बन्ने तपाईँको चाहिँ नियम के अरे कार्यविधि अथवा चाहिँ हामीले बनाउने बजेट निर्माण प्रक्रियामा चाहिँ त्यसलाई समावेश गराएर उहाँहरूले भनेअनुसारको सल्लाह सुझावलाई एकदमै गम्भीरतापूर्वक लिएर मनन गरेर त्यो ठाउँहरूमा बजेट व्यवस्थापन गर्नेतिर हामी लाग्ने थियौँ। तर अहिले पछिल्लो समय यहाँले भने जस्तै खालि गलत कमेन्टहरू मात्रै आउने भनेको छ। तर म आग्रह अनुरोध गर्न चाहन्छु गल्छी गाउँपालिका वडा नम्बर 8 को कार्यालयबाट प्रवाह हुने सेवा सञ्चालनमा कहीँ कतै कर्मचारीज्यूहरूले पनि तलमाथि गर्नुभएको छैन र मेरो वडा कार्य समिति र म आफूले नेतृत्व गरेको म आफू स्वयंले पनि काहीँ पनि तपाईँको चाहिँ कुनै पनि विकास निर्माणको योजनादेखि कुनै पनि यहाँबाट प्रदान हुने सिफारिसहरूमा पनि तपाईँको हामीले कानुन सम्मत हुने कुरामा सहज ढङ्गले गरेका छैनौँ। कसैलाई आलटाल गरेर बहानाबाजी गरेर विचारको आधारमा रोकेको तपाईँ पनि छैन। त्यस कारणले गर्दा त्यस्तो यदि छ भने तपाईँ सप्रमाण उपस्थित हुनुहोस्। हामी त्यसको तपाईँको के भन्छ सजाय हुन तयार छौँ। तर तपाईँको के छ भने म धेरै यदि ठाउँ पनि गएँ तर के छ भने सबै राम्रा राज्य पनि होइन। राम राज्यमा पनि त्यहाँ केही समस्या थियो होइन। हामी हिजो चाहिँ धार्मिक इतिहास हेर्ने हो भने जुन तपाईँको चाहिँ यसो यहाँको प्रक्रियागत रूपमा केही समस्या पऱ्यो भने तपाईँ घरमै चाहिँ गइदिने धारी मिसिनी गइदिने होइन। तपाईँलाई चाहिँ साँझ बिहान पनि जनताहरूको सेवामा चाहिँ सहयोग गरेको छ भन्ने हिसाबले चाहिँ पाएको छु। यसलाई धन्यवाद छ। यहाँ यो यसलाई निरन्तरता दिनु होला होइन। यो फेरि किनभने यो सामाजिक काम हो है। तपाईँहरू धारी मिसी बनाउँदाखेरि पनि गइदिने यहीँ बिहान बेलुका साँझ यो पऱ्यो भन्दाखेरि जसरी पनि जनतासँग चाहिँ दूरी कम चाहिँ बनाइदिनु भएको छ भनेर पनि सुनिएको छ। यसको लागि तपाईँलाई चाहिँ बधाई पनि छ। यसलाई निरन्तरता दिनु होला। अब समस्या के छ त अब हामीले विशेष गरी अब नयाँ सरकार बनिएको छ भन्दैछु। अब यहाँबाट हाम्रो चाहिँ जनप्रतिनिधि जितेर जानु भएको छ होइन। अब हाम्रो यो सडक चाहिँ मेन चाहिँ गल्छीदेखि हाम्रो भिमडुङ्गा
यो पहिला हरियाली राजमार्ग भन्ने थियो होइन। अब यहाँको पालामा यहाँले अब चाहिँ कोसिस के गर्न सक्नुहुन्छ? भलै ओडासँग त कतै कतै हो त 30-35-50 लाखभन्दा बढीमा आयो भने होइन, त्यो गर्नुहोस् पनि अब त्यो तलब खर्च केमा दिएर सकिन्छ। अब तपाईँले यो पहल चाहिँ के गर्नुहुन्छ जनताको माझ भनिदिनुहोस् आज? कि यो म किन पिछे गर्छु भने होइन, तर प्रदेश जान्छु, सङ्घ जान्छु, यसरी गर्छु। यहाँ त अब नयाँ सरकार बनेको छ त, बहुमत छ, यहाँबाट जितेरै पठाउनु भएको छ, अब काम ल्याउनको लागि त चाहिँ सहयोग गर्नु पऱ्यो नि। धन्यवाद रामकुमार सर। यो विशेष गरेर अब मैले मेरो आफ्नो योजना अनुसार चाहिँ म फेरि एउटा मैले नयाँ सोच बनाएको छु, जुन गल्छी गाउँपालिका वडा नम्बर 8मा रहेको यो स्वास्थ्य चौकी छ। यसमा चाहिँ यो भौगोलिक हिसाबले पनि ठुलो र यहाँबाट सेवा सुविधा लिन जान पनि अन्य अस्पतालहरूमा जान अलिक टाढा छ। त्यस कारणले गर्दा यो अस्पतालमा चाहिँ एउटा ल्याब सेवा सञ्चालन गर्ने भनेर मैले आफ्नो तरिकाले चाहिँ प्रोसेसहरू गरेको छु। यो स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गर्ने। जस्तै यो बाटोको कुरा यहाँले गर्नुभयो, यहाँ अहिले 2 किलोमिटरभन्दा माथि पिच हुन्छ, केही समस्याग्रस्त ठाउँमा तपाईँको ढलान हुन्छ। यसैलाई तपाईँको निरन्तरता दिनको लागि चाहिँ अब सङ्घ केन्द्रीय सरकारसँग आग्रह र अनुरोध आफ्नो हजुर बजेट चाहिँ त्यसलाई निरन्तरता दिएर तपाईँको चाहिँ यसलाई सम्पन्न गर्नको लागि चाहिँ यो आर्थिक वर्षमा पनि बजेट विनियोजन गर्नको लागि चाहिँ म आफ्नो ठाउँबाट सम्बन्धित मन्त्रालय, सम्बन्धित मन्त्रीज्यूहरू, सांसदज्यूहरूसँग समन्वय गर्नेछु र प्रदेशमा पनि त्यही अनुसारको तपाईँको समय लिएर सहकार्य गर्नेछु। र जति तपाईँको अहिले पछिल्लो समयमा यो गल्छी गाउँपालिका वडा नम्बर 8मा जति जे भएको छ त्यतिले मात्रै पर्याप्त भएको छैन। मलाई पनि त्यो मैले पनि महसुस गरेको छु। सबै कुराहरू तपाईँको हामीले चाहँदै पनि पुरा गर्न नसकिने हुन्छ। हामी एउटा आर्थिक बजेटको सीमाङ्कनभित्र रहेर त्यसलाई सबै क्षेत्रमा विनियोजन गरेर चाहिँ तपाईँको सबैतिर तपाईँको समान हिसाबले विकास निर्माण कामहरू गर्न सकेका छैनौँ होला। तथापि पनि हाम्रो प्रयास र एकदमै निरन्तर रहनेछ र यो एक आर्थिक वर्षको बजेट विनियोजन गर्दा पक्कै पनि बरु यो सबै क्षेत्रलाई चाहिँ समेटेर चाहिँ त्यो बजेट लिएर आउने कोसिस म वडा कार्य समितिको तर्फबाट र वडा अध्यक्षको हैसियतले सबै सङ्घ प्रदेश सबै ठाउँमा पालिका सबैसँग सहकार्य गरेर अगाडि बढ्ने छु। अब समस्याहरू के छ जस्तो भनौँ न, यहाँ हाम्रो चाहिँ उता कटरपौवा साबीको, यता डाँडागाउँ, चैनपुर, चुली भनौँ, यता गएर चाहिँ तपाईँको चाहिँ खैरघारी भनौँ, त्यहाँबाट आएपछि यता चाहिँ गोगनपानी माझगाउँ, यता मान्खु, यतातिर फेरि टी, अरूको नाम चाहिँ छुट्याएर सरी भन्न चाहन्छु म। त्यो पुलहरूमा अब बाँकी काम गर्नको बाँकी के छ? यो तपाईँको यसमा सबैभन्दा ठुलो समस्या भने सडकको छ। किनभने यो भौगोलिक हिसाबले ठुलो धेरै सडकहरू खुलेको, त्यसलाई त्यो सडकलाई चाहिँ उचित किसिमको व्यवस्थापन गर्नको लागि चाहिँ यतापट्टि टोल यताबाट सुरु गर्दा यता पछाडि परे जस्तो हुने, यताबाट गर्दा उता भए जस्तो हुने। त्यो कारणले गर्दा अब खानेपानीको लगभग अन्तिम चरण आइसकेको छ। अन्य विद्यालयहरू पनि तपाईँको लगभग त्यो भौतिक संरचना निर्माण भइसकेपछि केही घेराबारका कामहरू बाँकी छन्। ती कुराहरू पनि सायद अब यो आर्थिक वर्षमा के कति सकिन्छ गरिन्छ। र अन्य कुराहरू भन्दा पनि यो जुन सडक नै यो मेन तपाईँको चाहिँ के छ भने यसलाई आर्थिक के अरे पिछे स्तर उन्नतिको लागि र मेन बाटो त पिछे नगरिकन शाखा बाटोहरू धेरै छ, सबै त सम्भव छैन होला होइन। मान्छेको पहिला खेतमा जाने बाटो चाहिएको छ, जनताहरू पनि अब जम्मै के हो भइसकेपछि सबै चाहिएको छ नि त। पिछे गर्नु पर्यो, खेतमा जाने मल बोक्नु पऱ्यो, मान्छे पाउँदैन भनेको छ होइन त, त्यो सम्भव नहोला। तर पनि मेन चाहिँ एम्बुलेन्सहरू जाने बिरामी पर्दाखेरि घाइते हुँदाखेरि चाहिँ त्यति बाटो चाहिँ बनाउनु पऱ्यो। यो चाहिँ जस्तै अब यो 79 सालभन्दा पछाडि यो खैरघारी सिमपानी देउराली सडक पनि केही हदसम्म ग्राभलिङ भइसकेको छ। जस्तै कटरपौवाबाट गैरी गाउँ सिमपानी हुने बाटो हामी आइसकेपछि 50 लाख रुपियाँ बजेट व्यवस्थापन गरेर त्यो भइसकेको छ। केही ठाउँमा ग्राभलिङ गर्न लागि छ। जस्तै निमाबटे 3 घरे चैनपुर सडक, त्यहाँ बिचमा अलिकति ट्र्याक फराकिलो बनाउनु लागि छ। त्यसको लागि यो आर्थिक वर्षमा उचित बजेट व्यवस्थापन हुँदैछ, जुन तपाईँको हाम्रो गाउँपालिकाले प्रदेशको समपूरक र योजनामा हामीले समावेश गरिसकेका छौँ। र अन्य बाटोहरूको हकमा पनि केही जस्तै यता चकमके रानीमाला यता निक्लिने बाटो त्यहाँबाट ढलान हुँदैछ चकमके साइडबाट। र अन्य तपाईँको माधेसी निक्लिने जस्तै यहाँबाट यो सती खोला यो जाने बाटो यो गोगनपानी हुँदै यो पनि तपाईँको पछिल्लो समयमा ट्र्याक फराकिलो भएर नाली र तपाईँको वालको व्यवस्थापन भइसकेको छ। ग्राभलिङ गर्नुपर्ने अवस्था छ। त्यसै गरेर यो पिरौटा तल्ली कोल्पो खोला जाने बाटो जुन यो वर्ष हामीले 20 लाख रुपियाँ बजेट प्रदेशबाट विनियोजन भएको थियो, त्यो बजेट थोरै कटौती भएर आएर काम भइराखेको छ। अन्य बाटाहरूको हकमा हामीले जुन वडा कार्य समितिले गर्नुपर्ने चाहिँ
यो सरसफाइ अथवा तत्काल तपाईँको बर्खा पछाडि सञ्चालन गरिने कुराहरू मात्रै नहुने र अरू थप तपाईँको स्तरोन्नतिको लागि चाहिँ प्रदेश सरकार सङ्घ सरकार समक्ष नै जानुपर्ने भएको कारणले गर्दा केही त्यहाँबाट पनि बजेटहरू चाहिँ तपाईँको अब आवश्यकताको सिद्धान्तको आधारमा भन्दा पनि पावर र पहुँचको आधारमा अलिकति बजेटहरू वितरण भएको कारणले गर्दा अझ हामीले धेरै कोसिसहरू गर्दा गर्दै पनि चाहे अनुरूपको बजेटहरू हामीले यो 8 नम्बर वडाभित्र भित्राउन सकेका छैनौँ होला। तर हामीले कोसिस गर्दै नगरेका भने चाहिँ होइन। तपाईँले यहाँ रेकर्ड हेर्न सक्नुहुन्छ, मैले सबै बाटाहरूलाई तपाईँको चाहिँ सम्बन्धित मन्त्रालय अन्तर्गत विद्यालयको सम्बन्धित मन्त्रालय अन्तर्गत यो चाहिँ जुन विद्युतको त्यही सम्बन्धित मन्त्रालय अन्तर्गत सबै ठाउँमा हामीले सिफारिसहरू गरेर हामी त्यही अनुसारको यो अगाडि बढाएका छौँ। र यसै गरेर यो एउटा तपाईँको लिफ्ट सिँचाइ तपाईँको अहिले यहाँ यो निमाबटीबाट माथि कटल बोगासम्म त्यो पनि तपाईँको अब अन्तिम चरणमा यसपालिबाट सञ्चालन गर्ने भन्ने उद्देश्यका साथ त्यहाँ निर्माण भइरहेको छ। अब आफ्नो पालामा गरेका कामप्रति सन्तुष्ट हुनुहुन्छ? म त अब मलाई त के लाग्छ भने रामकुमार सर, मैले जति 79 सालमा मैले जति प्रतिबद्धता व्यक्त गरेको थिएँ ती सबै पुरा गर्न त सकिनँ होला। तर मैले बोलेको कुराहरू एक घर एक धारा, खानेपानी विद्युत महसुल निःशुल्क, जस्तै तपाईँको मोटर चल्यो भने हामीले तपाईँको बनाइदिन्छौँ, अहिले मर्मत गरिदिन्छौँ अथवा नयाँ खरिद गर्नु पऱ्यो भने पालिकासँग समय नयाँ गरेर खरिद गरेका छौँ होइन। त्यसपछि लिएर गएर मूल्य सेवा सञ्चालन, त्यसपछि लिएर गएर गल्छीपुटीबाटै तपाईँको चाहिँ पिच गर्ने र तपाईँको ढलान गर्ने कुरा। त्यस कारणले गर्दा उताबाट हुँदाखेरि हाम्रो त्यस कारणले गर्दा मैले सबै कुरा त गर्न सकेको छैन होला। तर के सुरुवात र तपाईँको चाहिँ राम्रो बाटो चाहिँ तपाईँको चाहिँ लम्किएको छ भन्ने किसिमको सन्देश चाहिँ तपाईँको यथार्थमै तपाईँको चाहिँ वस्तुस्थितिमै तपाईँको देखिने गरी काम तपाईँको भएको छ। तर यसमा पनि तपाईँको नागरिकहरू अलिकति कहिलेकाहीँ अथवा जनता जुन वडा नम्बर 8 वासी होइन त्यति धेरै कहिलेकाहीँ तपाईँको अलिकति नेगेटिभ तपाईँले भने जस्तै अब त्यहाँ मन्दिर बनेको छ, हिजो तपाईँको त्यो नभन्दा पनि त भएको थियो नि, आज त केही नै सुधार भएको छ। जस्तै जनसेवा स्कुल बन्नु त्यो नराम्रो कुरा होइन। त्यस कारणले गर्दा हजुरले एकपल्ट त्यसको न्युज पनि बनाउनु भएको, मैले त्यो प्रदेश सरकारसँग चाहिँ त्यो न्युज पनि पठाएको छु होइन। यस्तो यस्तो छ। मैले अस्ति भर्खरै मेरो मन्त्रीज्यूलाई चाहिँ के भने आज 21औं शताब्दीको मेरो पढाएको स्कुल होइन जुन कि तपाईँको 72 सालको भूकम्पले डेड भनेर तपाईँ त्यो बस्नु योग्य छैन भनेर स्टिकर छ होइन। यो अवस्थामा तपाईँको रहेको विद्यालय त्यसै माथि पनि के अरे चाहिँ राजधानीको नजिक रहेको चाहिँ गाउँपालिका त्यस कारणले यो तपाईँको अहिले पनि हामीले यसलाई उचित व्यवस्थापन गर्न सकेनौँ भने त कहिले गर्न सक्छौँ त। र अनि तपाईँको चाहिँ गुणस्तरीय शिक्षा भनेका छौँ हामी। अब फेरि हामी अलिकति यो वडालाई विशेष गरेर होइन बालबालिकाले पाउने सबै हक अधिकार चाहिँ तपाईँको चाहिँ सुनिश्चित गर्ने भनेर एउटा तपाईँको पालामा स्मरण योग्य कामहरू छन्, भलै लेखुन् नलेखुन् देखुन् नदेखुन् त्यो अनुभूति गरेका एकदमै छ भन्ने लाग्छ मेरो ठाउँबाट। र म अर्को कुरा के पनि भन्न चाहन्छु भने म आफू जनप्रतिनिधि हुँदै गर्दा भोलि म तपाईँको जनप्रतिनिधि होला या नहोला अलग ठाउँमा छ। तर विगत र अब आउने भन्दा पनि बरु यो जनताले के महसुस गर्न सकोस् भने सबै कामहरू उसको पालामा अथवा सहज ढङ्गले अलिकति तपाईँको स्टार्टिङको हिसाबले सबै हिसाबले उसको पालामा चाहिँ भएको थियो भन्ने हिसाबले म पनि के चाहन्छु भने सबैले तपाईँको मेरो अगाडि तपाईँको राम्रै भन्नै पर्दैन। बरु मेरै पछाडि भने मान्छे जन्मेपछि एक दिन हामी त मर्छौँ, स्वाभाविक छ। तर त्यो हुँदै गर्दा पनि मेरो पछाडि पनि उसको कार्यकालमा चाहिँ बरु धेरै कामहरू भएको अहिले बरु केही भएर थोरै बजेट हुँदा पनि केही गर्ने कोसिस गरेको थियो भन्ने बनाएर जानु पाएँ। जाँदै गर्दा आफूले गरेको काम चाहिँ न्याउरो मुख लगाएर हिँड्न नपरोस्, गर्वको साथ छाती फुलाएर 1 रुपियाँ तल मैले गरेको छैन, 1 रुपियाँ मैले खाएको छैन होइन भन्ने हिसाबले यो काम चाहिँ मैले गरेँ। भोलि तपाईँ भनौँ न, तपाईँ हिजोको पनि त यहाँ बजेट आउँथ्यो, तपाईँ नहुँदाखेरि पनि आउँथ्यो। तर तपाईँ नहुँदाखेरिका पनि प्रतिनिधि हुनुहुन्थ्यो, भले उहाँले गर्नु भएन भने होइन, उहाँले नि गर्नुभयो। तर तपाईँ आइसके पछाडि जसरी एउटा क्रमबद्ध रूपमा लयबद्ध रूपमा देखिएको छ स्वीकार गर्नु पर्यो नि। भले बाटो पिच त तपाईँको चाहिँ ओडाको पहिला कति बाटो चाहिँ पिच होला, तर
तपाईँले जसरी गरिरहनु भएको छ गएका छौँ भनेर चाहिँ के हो ऊ चाहिँ गर्दैन पर्यो। तर के छ भने कति गुनासाहरू पनि आउँछन्, जस्तो अहिले मैले तपाईँले भन्नुभयो भ्रष्टाचारको कुराहरू आए, ढुङ्गा सृष्टिका कुरा आए, त्यसपछि गएर आएर चाहिँ के छ राजनीति पहुँचको आधारमा चाहिँ सेवा सुविधा लिए होइन, अनुदान प्राप्त गरे भन्ने आरोप पनि लाग्छ। भोलि तपाईँमाथि नआए पनि पालिकामा लाग्छ, काहीँ न काहीँ तपाईँ पनि पालिकाको हिस्सेदार त हो होइन। त्यो हिसाबले जनताहरूले चाहिँ त्यस्तो अनुभूति नगरोस् भन्ने चाहेका त हो नि। जनताले चामल मागे होइन, तेल मागेको छैन, बोरा चामलको बोराले भनेको छैन। भोलि बाटो बनाइदेऊ, पानी पाइदेऊ, विद्यालय राम्रो बनाइदेऊ, के अरे स्वास्थ्य चौकी राम्रो बनाइदेऊ भने त हो। यसमा एकदमै तपाईँले भने जस्तै हो र हामीले तपाईँको गरिरहेका पनि छौँ। तर कहिलेकाहीँ कस्तो लाग्छ भनेदेखि गर्दा गर्दै पनि गरेको कामलाई चाहिँ हामीले कहिले पनि तपाईँको चाहिँ कालोलाई सेतो हो भनेर भन्दैनौँ कि जे गरेको छौँ कमसेकम तपाईँको चाहिँ गरेको काम चाहिँ भएको छ भन्ने मात्रै हुन्छ नि त। यति चाहिँ गर्यो। तर कहिलेकाहीँ के हुन्छ भने गरिरहेका छौँ, भइरहेको पनि छ, देखिरहेको पनि छ, उहाँहरूले देख्नु पनि भएको छ, अनि के भन्नुहुन्छ भने के गरेछ र जति गरिरहेको छ यसमा अझ थप हौसला प्रदान गरेर अझै बढी गर्नको लागि सबै राजनीतिक दलमा आबद्ध हुनुभएका आदरणीय चाहिँ राजनीतिक कर्मीज्यूहरू, यहाँका बुद्धिजीवी, समाजसेवी सबै अब यो गर्दा चाहिँ झन् राम्रो हुन्छ भन्ने किसिमको सल्लाह सुझाव पेश गरेर तपाईँ यो ठाउँमा गरी यो किसिमको चाहिँ प्रपोजल बनाएर पेश गरिदिनु भयो भने अझै झनै राम्रो हुनेछ। यो गल्छी गाउँपालिका वडा नम्बर 8 समृद्धिको बाटोमा छिटो पुग्नेछ अथवा हामीले धेरै सेवा सुविधाहरू प्राप्त गर्नेछौँ भन्ने किसिमको चाहिँ म सल्लाह सुझाव चाहन्छु। विशेष गरेर अहिले यो वडा नम्बर 8बाट जो बाहिर बसेर पढ्न लेख्नको लागि काठमाडौँ, पोखरा, विदेशतिर हुनुहुन्छ उहाँहरूको पनि मैले ठिका टिप्पणीहरू कमेन्टमेन्टहरू हेर्छु। हामीले कहिलेकाहीँ तपाईँको चाहिँ के गर्छ भने हामी यो गर्दैछौँ भनेर लेख्दै गर्दा पनि त्यो चाहिँ एउटा भएको कामलाई पनि स्वीकार्यता नगरे जस्तो देखिन्छ। तर उहाँहरूलाई म के भन्न चाहन्छु, के अनुरोध गर्न चाहन्छु भने जे छ त्योलाई चाहिँ भएको छ भने एउटा कुरो तपाईँको चुलिरहेर हाम्रो फेदीको रानीमा पर्यटकीय क्षेत्रको लागि तपाईँले एउटा पहल गर्नको लागि मेरो व्यक्तिगत रूपमा अनुरोध छ है, तपाईँको यही वडाकै भएर पनि। अर्को कुरा भने चाहिँ यसो भनौँ अहिले तपाईँ गाउँमा गयो भने मान्छे भेटिन्न होइन, युवाहरू विदेशमा छ। अहिले कोही मान्छे चाहिँ गाउँमा मृत्युवरण गऱ्यो भनेदेखि लास बोक्ने मान्छे नभएको अवस्था पनि छ है। अब हामीले यहाँ वडाभित्रका नागरिक युवाहरूलाई चाहिँ यहीँ केही व्यवसाय, स्वरोजगारी, कृषिमा या केहीमा चाहिँ यहीँ इन्गेजमेन्ट गराउने गरी वडाले केही गर्न सक्छ या त्यो खालि क्षमता छ वडासँग या पालिकासँग तपाईँ त्यो रिक्वेस्ट गर्न सक्नुहुन्छ? अब हामी विदेश जान चाहिँ नपर्ने गरेर यहीँ त्यही उद्यम गर्ने, लघु उद्यम गर्ने, स्वरोजगार गर्ने। यसमा चाहिँ म यो विगत मैले 4 वर्षको अनुभव लिँदै गर्दाखेरि चाहिँ हामीले तपाईँको उहाँहरूलाई गर्न सक्ने भने यहाँबाट तपाईँको तालिमहरूको व्यवस्थापन होइन, त्यसपछि तपाईँको कृषिमा तपाईँको चाहिने मल, बिउ, बिजनहरूको मलको कुरा त तपाईँको राष्ट्रिय रूपमै समस्या छ, यहाँको मात्रै भन्ने कुराहरूमा तपाईँको सहजीकरण गर्ने सम्भव रहन्छ। तर कतिपय अवस्थामा हामीले यहाँबाट तालिम प्राप्त दिँदै गर्दा पनि उहाँहरू के भने हाम्रो उद्देश्य के हुन्छ भने उहाँले तालिम प्राप्त गरिसकेपछि उहाँहरू व्यावसायिक रूपमै तपाईँको चाहिँ कन्भर्ट भएर तपाईँको आय आर्जनमा जोडियोस् र आर्थिक हिसाबले सबल हुन सकोस् भन्ने रहन्छ। तर तालिम लिनुहुन्छ, लिइसकेपछि त्यो व्यवसाय, त्यो तालिमसँग सम्बन्धित व्यवसायहरू सुरु नै गर्नुहुन्छ होइन, त्यो छ। त्यसलाई के छ भने अब विभिन्न यो तपाईँको आर्थिक लगानीको कुराहरू सबै कुराहरू रहन्छ। त्यो वडा कार्य समितिले एउटा पहल गर्नेसम्म त रहला, तर त्यो सबै कुरो व्यवस्थापन गर्न चाहिँ वडा कुरो चाहिँ राख्न चाहिँ सकियो। तर वडाले चाहिँ सबै कुरो व्यवस्थापन गर्न चाहिँ रोजगारी सिर्जनै गर्ने हिसाबले चाहिँ अलिकति तपाईँको अलिक म असहमत जस्तो देख्छु। अब पहल गर्ने कुरामा त सबैलाई आफ्नो फ्यामिली, परिवार काहीँ पनि नगइकन एकै ठाउँ बसेर होइन कमाएर रमाएर जमाउन पाए हुन्थ्यो भने त सबैको छ। तर बाध्यात्मक परिस्थिति, भौगोलिक विकटता छ। बजेट बनाउने बेला भयो नि त पालिकाको अब बजेट अब यहाँले चाहिँ व्यक्तिगत ज्येष्ठ नागरिकहरूलाई अलिकति चाहिँ ध्यान दिनु होला होइन, भनेको शिविरहरू, स्वास्थ्यका कुराहरू होइन, त्यसपछि गएर आएर सामान्य नागरिक कुरा। इभन म यहाँको नागरिक भएर पत्रकार पनि हो, तर चाहिँ अहिलेको नागरिक पनि हो, त्यो अवसर राख्न पाउँछु मैले होइन। ज्येष्ठ नागरिकहरूलाई तपाईँको 3 महिनामा चाहिँ अब आइरहनु भएको छ, यसलाई कन्टेन्ट रूपमा एउटा चाहिँ गर्नु पर्यो। अब बालबालिकाको क्षेत्रमा जो मनोवैज्ञानिक हिसाबले जो डिसअर्डर छन्, समस्या छन्, उहाँहरूलाई सरसफाइ स्वच्छताका हिसाबले हामीसँग धेरै ठाउँहरू अझै पनि चेतनाका हिसाबले अगाडि बढाउनु छ। यी सामान्य कुरा मात्रै गऱ्यो भने जनताले चाहिँ के छ राहत पाउने अवस्था मैले देखाएको छु। धन्यवाद रामकुमार सर। यो पक्कै पनि हाम्रो प्रयत्न रहनेछ। अब यो 1 वर्षको समयावधि छ,
हामीले गर्नुपर्ने कामहरूमा जुन किसिमको यहाँले पनि एकदमै सल्लाह सुझाव दिनुहोला, त्यसलाई हामी मनन गरेर त्यही अनुसारको बजेट व्यवस्थापन गरेर आगामी वर्षको लागि चाहिँ हामी सोच्छौँ। अब एकदम सर्टिङको प्रश्न दिन्छु म, 5वटा प्रश्न सोध्छु सर्टमा। तपाईँले यो 4 वर्षको अवधिमा गरेको महत्त्वपूर्ण 3टा मात्रै काम गर्नुहोस्, भनेको यो गौरव लाग्ने यो चाहिँ गरेँ भनेर चाहिँ भन्न मन लाग्ने हुँदैन, धेरै गर्नु भएको छ, 3टा चाहिँ मैले राम्रो गरेँ भन्ने चाहिँ 3टा चाहिँ भनिदिनुहोस् न। मलाई चाहिँ 3टामा चाहिँ अब एउटा चाहिँ खानेपानी बिक्रीको चाहिँ विद्युत महसुल निःशुल्क गौरव लाग्छ। त्यो मैले जुन प्रतिबद्धता व्यक्त गरेको थिएँ एम्बुलेन्स सञ्चालनको कुरा र त्यसपछि यो जुन बाटो गल्छीपट्टिबाटै पिच गर्ने कुरा चाहिँ मेरै कार्यक्रममा गर्छु, सम्पूर्ण यहीँबाट गर्छु। चाहिँ उताबाट जुन सीता पाइला हुँदै आएको सडकले हामीलाई चाहिँ तपाईँको सेवा सुविधा तत्काल दिन सक्दैन भने 3टा। अनि तपाईँलाई चित्त दुखेको कुरो के हो? 4 वर्षसम्म चाहिँ मैले यस्तो गर्दाखेरि पनि एउटा दुईवटा कुरा के छ? यो कुरो चाहिँ मलाई चित्त दुखेको कुरा चाहिँ अब हामी जति यो अहिलेको आर्थिक वर्षमा कार्यान्वयन हुने बजेटको लागि हामी जति तपाईँको प्रदेश सरकारसँग अपेक्षा राखेर जति हामीले कोसिस गरेका थियौँ होइन, त्यति बजेटहरू यहाँ आएन एउटा कुरो। र अर्को कुरो यो चाहिँ बजेट कार्यान्वयनको विषयमा कहिलेकाहीँ उपभोक्ता समितिहरू भनेर गर्दा त्यहाँ कति बजेट आएको छ, त्यो इस्टिमेट कतिको छ, त्यहाँ क्वालिटी र क्वान्टिटीमा काम भयो कि भएन भनेर चाहिँ त्यो नहेरिकन चाहिँ अलिकति आफ्नो मान्छेहरू राखेर गऱ्यो भने जस्तो किसिमको आउँछ नि आरोप। अलि त्यसमा चाहिँ के छ भने म सबैलाई आग्रह गर्न चाहन्छु, मैले प्रत्येक ठाउँमा म वडाको कार्यक्रममा जाँदा मैले तपाईँको गर्वका साथ भनेको हुन्छु, कहीँ कतै तपाईँको उपभोक्ता समिति या ठेकदारको काममा क्वालिटी र क्वान्टिटीमा नो कम्प्रोमाइज तपाईँले हेर्नु होला। अन्यथा तपाईँको वडाको जनप्रतिनिधि या कर्मचारीज्यूहरूले कहीँ कतै त्यस्तो लोभ लालच राखेको थाहा पाउनु भने त्यो सप्रमाण पेश गर्नु होला। मैले गरेँ भने पनि म त्यसको सजायको भागीदार हुनुपर्छ र मैले गरेको छैन, तसर्थ त गरेको प्रमाण लिएर आउनु भने मैले तपाईँहरूले अगाडि जनप्रतिनिधिको वडा अध्यक्ष गइसकेपछि 1 मिनटभित्र तपाईँको रिजाइन लेखेर जानेछु र त्यसबाट मैले भोग्न पर्ने कानुनी तपाईँको सजाय पनि म भोग्न तयार छु भनेर चाहिँ मैले प्रत्येक कार्यक्रममा जाँदा चाहिँ गर्वको साथ भनेको हुन्छ। अस्ति मैले यही मन्दिर उद्घाटनको बेला पनि भने त्यसरी तपाईँको चाहिँ यहाँ हाम्रो के अरे उज्यालो युवा समाजले ल्याएको कार्यक्रम प्रत्येक ठाउँमा जाँदा त्यो कुरा चाहिँ मैले के भन्छ गर्वको साथ गरेको छु। अब गर्दै चुनाव अगाडि चाहिँ गर्छु लागेको थियो, बजेटका हिसाबले नपुगेर योजना नआएर चाहिँ गर्न सकेको केही कामहरू छ। यो चाहिँ तपाईँले एकदम जनतालाई भन्नुभएको थियो, बजेट छैन के गर्ने, घर बेच्ने कुरो भएन होइन, त्यो गर्न सकिन्न, त्यस्तो केही छ कामहरू गर्न सक्यो? अब छ त्यस्तो चाहिँ अलि 2-4वटै छ होइन। मैले यही वडा कार्यालयलाई अल कम्पाउन्डिङ गरेर होइन, म आफू चाहिँ जाँदै गर्दा अर्को नयाँ वडा ज्यू आउँदै गर्दा पनि यहाँको चाहिँ सुरक्षित हिसाबले होइन एउटा कुरा। अनि त्यसपछि रानीमाला हुन त तपाईँको त्यो अहिले के भन्छ अलि अलगै ठाउँमा छ, त्यसलाई चाहिँ अलिकति आन्तरिक पर्यटन प्रवर्धन गर्ने हिसाबले विकास गर्ने कुरामा चाहिँ केन्द्रको पर्यटन मन्त्रालयसँग पनि हामीले डकुमेन्ट चाहिँ पुर्यायौँ, तर त्यहाँबाट बजेट व्यवस्थापन भएन। त्यो अलिकति मैले तपाईँको पहिला पर्यटकीय हिसाबले विकास गर्ने भनेर भनेको भए तापनि त्यहाँ बजेट उचित व्यवस्थापन गर्न नसकेको कुरा चाहिँ मलाई अलिकति चाहँदै मन छ। तर तपाईँको त्यो के भयो चाहिँ योभन्दा जुन अहिले यही आर्थिक वर्षमा कार्यान्वयन हुने बजेटमा पनि आश्वासन चाहिँ पाएको थिएँ मन्त्रालयबाट, अब मन्त्रीज्यूहरूबाट पनि, तर त्यो बजेट चाहिँ के भयो विनियोजन भयो। यदि काम चाहिँ तपाईँ चाहेर पनि अब कति नम्बर दिनुहुन्छ आफैलाई? यहाँ अरूले भने मैले नभन्नु अहिले मान्छे कुरा गर्ने, किनभने हामीले गरेको काम हो, यहाँ आफूलाई लाग्छ नि त चाहिँ कति जति आयो। अब तपाईँको यो अन्तर्वार्ता दिँदै गर्दा मैले धेरै नम्बर दिएँ भने सबै आफूले गरेर भ्याएको छ, सबै गरेको जस्तो भन्ने किसिमको टिका पनि आउला। त्यो कारणले गर्दा यो नम्बर दिने कुरा चाहिँ म सकेसम्म यो गल्छी गाउँपालिका वडा नम्बर 8 बासी जनतालाई नै दिन पाएको हुन्थ्यो कि राम्रो छ भनेपछि आफूले जनताले कसरी मूल्याङ्कन गर्नुभएको छ भन्ने कुरा है। ठिक छ भनेको कसरी सायद यहाँले हेर्नुभयो भने कमेन्ट गर्नु होला होइन। अब यहाँको जनतालाई सुझाव के छ, तपाईँ के भन्न चाहनुहुन्छ? विशेष गरेर अब यहाँको जनतालाई चाहिँ के सल्लाह सुझाव दिन चाहन्छु भने अहिले हामी जुन किसिमको फागुन 21 निर्वाचन पछाडि जुन किसिमको एउटा चुनाव भइसकेपछि जुन किसिमको मतदान छ त्यो नगरिकन हामीले तपाईँको आफ्नो ठाउँबाट आफ्नो मताधिकार प्रयोग गरौँ। जस्तो सुकै नतिजा आए पनि लोकतान्त्रिक विधि र पद्धतिमा आएको कुरालाई स्वीकार गर्नुपर्छ होइन। र अब विशेष गरेर यो गल्छी गाउँपालिका वडा नम्बर 8लाई सबै किसिमले तपाईँको सुसम्पन्न बनाउनको निमित्त सबै राजनीतिक दल, बुद्धिजीवी होइन, सर्कलवालाहरू
कसले तपाईँको सम्बन्धित निकायमा गएर भनेर यो ठाउँको लागि धेरैभन्दा धेरै बजेट विनियोजन गरेर यहाँको बाटाघाटा खानेपानी होइन लगायतका तपाईँको सबै समस्याहरू समाधान गर्न सक्छ। सबै राजनीतिक दल भोलि त तपाईँको फेरि हामी के गर्छौँ चुनावमा त यहीँ फेरि सबै चाहिन्छ र फेरि तपाईँको यही हामी राजनीतिक गर्ने मध्येबाट नै पक्कै पनि यो ठाउँको चाहिँ तपाईँको नेतृत्व गर्ने हो र एउटा अध्यक्ष बन्ने हो। त्यसमा चाहिँ अहिलेदेखिबाट चाहिँ सबै राजनीतिक दलहरू चाहिँ समन्वय गरेर यहाँको चाहिँ तपाईँको गौरवको आयोजना के हो त त्यसलाई सम्बन्धित निकायसम्म पुर्याउनु सम्बन्धित अहिले चाहिँ नि कामहरू सम्बन्धित निकायमा प्रत्येक ठाउँबाट चाहिँ लागेर विकास निर्माण गरौँ भन्ने चाहिँ मेरो आग्रह अनुरोध छ। यो विशेष गरेर यो बुद्धिजीवी सर्कल आदरणीय यो राजनीतिक पार्टीबाट नेतृत्व गर्ने जुझो हुनुहुन्छ उहाँहरूलाई चाहिँ। अब दुईवटा छ मेरो प्रश्न धेरै छुट्यो है। एउटा प्रश्न के छ भनेदेखि तपाईँ 1 वर्ष पछाडि फेरि जनताले तपाईँलाई चाहिँ है तपाईँलाई अध्यक्ष नै भएको हेर्न चाहन्छु तपाईँ चाहिन्छ भनेर यहीँ गरे या कतै पालिका अध्यक्षतिर नै जान नै ठिक हुन्छ। त्यो युवा मान्छे नयाँ चाहे फ्रेस आएको छ केही गर्छु भने उठुटी छ भनेर आयो भने के गर्नुहुन्छ? सायद अब त्यो समय अब नै बदल्दा राम्रो गर्छ। खासमा यो पछिल्लो समय यो समाजसेवा राजनीति पाटो चाहिँ मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने चाहिँ अहिले फरक ढङ्गबाट छ। किनभने यो पछिल्लो समय यो पहिलाको जस्तो एउटा अलिकति सत्यताभन्दा बाहिर बढी मान्छे भयो कि नै होइन भावनात्मक रूपमा सबै हेरेर अनि त्यसपछि भएको कामहरूको पनि तपाईँको सही मूल्याङ्कन नहुने त्यो परिस्थिति भएको कारणले गर्दा यहाँहरूले आशा अपेक्षा राख्न त पाइयो तर फेरि तपाईँको मैले आफ्नो व्यक्तिगत हिसाबले चाहिँ सोच्नुपर्छ कि भन्ने लाग्यो। अब एउटा प्रश्न जहाँ जाँदै पुरानो सबै भ्रष्टाचारी सबै नराम्रा यिनीहरूले खाए नयाँ सबै राम्रा तिनीहरू जुनै चाहिँ के छन् राम जस्ता छन् सत्यवादी छन् होइन उहाँहरू चाहिँ पुरै अब चाहिँ अर्कै लोकबाट आएको जस्तो भन्ने खाले म्याचै छ। यसमा तपाईँको प्रतिक्रिया के छ? यसमा चाहिँ रामगढ सर म के भन्न चाहन्छु भने मैले विगत केही समय अगाडिदेखि मैले व्यक्तिगत रूपमा हाम्रो ग्रुपिङहरूमा कुरा हुँदा पनि यहीँका आदरणीय साथीहरूसँग कुरा हुँदा के हुन्थ्यो भने यो देशमा राजनीतिक पार्टी हामीले नेतृत्व गरेको पार्टी पुरानो होला यो देशमा मा रहेको जुन आदरणीय नेताजीहरूले त्यसमा केही कुराहरू गडबडी गर्नुभयो तर यो ठाउँमा तपाईँको चाहिँ हामीले नेतृत्व गरेको पार्टीले नेतृत्व गरेको जम्मा 4 वर्ष भयो होइन। त्यस कारणले गर्दा हामी नयाँ हौँ होइन र हामीले तपाईँको यहाँ काम गर्दै गर्दा हाम्रा कोसिसहरू कति भयो काम कति भयो त्यसको सही मूल्याङ्कन गर्नु कति सजिला थियो वातावरण कति तपाईँको केन्द्र सरकारसँग गएर प्रदेश सरकारसँग गएर कति तपाईँको चाहिँ केन्द्रीय सरकार एउटा पार्टीले नेतृत्व गर्दै गर्दाको हुने के प्रदेश सरकार चाहिँ नेतृत्व गर्दै गर्दाको हुने अनि हामी तपाईँको एउटा पार्टीबाट नेतृत्व गऱ्यो भनेपछि कति समस्याको बावजुद म तपाईँलाई आज म यो कुरा फ्याक्ट भनिदिन्छु। यो जनसेवा स्कुलमा बजेट विनियोजन अलि अगाडि नै हुनुपर्ने कुरा पनि त्यहाँ जोडिन्छ किनभने जब भयो होइन अब जस कसले लिने बनाउने अब जस्तै एउटा चाहिँ विशाल लुङ्गेली मगरले सबै लिएर आएको भन्ने भयो नि त त्यस कारणले गर्दा के पनि नभएको जति तपाईँको अहिले भएकै छैन भनेर भाष्य निर्माण गर्न खोजिएको छ नि यो चाहिँ म स्वीकार गर्न सबै राम्रो पनि छैन। मैले सबै गरी पनि होइन सबै गर्न सकेको पनि छैन केही भएको छ र मैले तपाईँको चाहिँ मेरो बुद्धि विवेक क्षमता र योग्यताले भएसम्म चाहिँ गरेको छु भन्ने लाग्छ। हुन्छ यहाँको यो महत्त्वपूर्ण समयको लागि धन्यवाद छ। अब 1 वर्षको समय छ 1 वर्षसम्म जनतासँग भिजेर जनताका कुरा सुनेर हुँदै यहाँबाट अगाडि सिक्नु भएको छ। विशाल नाम मात्रै विशाल होइन भावनाले पनि विशाल व्यवहारले पनि विशाल भएको हामीले बुझेका छौँ। यो निरन्तरता कायम रहोस् र हाम्रा यो 8 नम्बरका दलित जनजाति महिला पिछडा वर्गका होइन त्यसपछिको क्षेत्रीय ब्राह्मण धर्ममानी हिन्दू मुस्लिम क्रिस्चियन जोसुकै हुन् ती सबैको साझा एकताको तपाईँ प्रतीक बन्न सक्नुहोस्। तपाईँलाई शुभकामना शुभेच्छा र तपाईँको पालामा स्थानीय बाल मैत्री घोषणा गर्न सकियो। यो तपाईँको लागि जब जान्छ यो वर्षौँसम्म पनि कसको पालामा भन्दा यो तपाईँको पालामा भयो भन्ने भयो। उसको एम्बुलेन्स तपाईँ आफैले व्यवस्थापन गरेर एउटा हाम्रो गाउँमा एम्बुलेन्स आएको छ विद्यालय भवन बन्यो मन्दिर बन्यो बाटाहरू पिच हुन लागेको छ। भरे म यहाँको पत्रकार नगर नागरिक हिसाबले पनि तपाईँ
मेरो विचारमा पनि तपाईँले नम्बर दिनु भयो, तपाईँ राम्रोले पास हुनु भएको छ, अझै राम्रो प्रयास गर्नु होला भन्दै अन्तिममा चाहिँ तपाईँको सुझाव के छ? अन्तिममा म सम्पूर्ण वडावासी आम आदरणीय बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई जति पनि अहिले यो बजेटको कार्यान्वयन भयो भइरहेको छ जुन जुन ठाउँमा, त्यसमा यहाँहरूले तिरेको, हामीले सबैले तिरेको करबाट यो विकास निर्माण कामहरू भइरहेको छ। त्यो निगरानी गर्ने, त्यहाँ तपाईँको चाहिँ गुणस्तरयुक्त काम गराउने जिम्मेवारी तपाईँहरू सबैको। हामी कार्यव्यस्तताको कारणले गर्दा त्यहाँ पटक पटक पुग्न नसकिरहेको पनि हुनसक्छ। ती कुराहरूलाई सबैले चाहिँ नि आफ्नो ठाउँबाट क्वालिटी र क्वान्टिटीमा गराउने कुरामा चाहिँ सबैजना एकबद्ध भएर आगामी आर्थिक वर्षको बजेट विनियोजनको लागि पनि प्रदेश सरकार, केन्द्र सरकारसँग सबैजना हातमाले गरेर यहाँ यो वडा नम्बर 8लाई चाहिँ उचित बजेट व्यवस्थापन गरेर लिएर आउन सकियोस्। यसमा हामी तपाईँको एकजुट भएर लागौँ भन्ने आग्रह अनुरोध गर्न चाहन्छु। हस्, नमस्कार। उहाँ हुनुहुन्थ्यो गल्छी गाउँपालिका वडा नम्बर 8का आदरणीय वडा अध्यक्ष विशाल ढुङ्गेली नगर। आज हामीले वडामै आएर वडाको समृद्धिको विकासको विषयमा कुराकानी गऱ्यौँ। तपाईँ हामी पनि भएको कामलाई भएको भनौँ, नराम्रो काम छ भने नराम्रो भनौँ, खबरदारी गरौँ, जे छ त्यही भनौँ। विचारकै हिसाबले तलमाथि कुनै विचारका धारा र तर विकास हाम्रो गाउँमा चाहिएको छ, हाम्रो ठाउँमा चाहिएको छ, हाम्रो आमा बुवाको लागि चाहिएको छ, हाम्रो लागि चाहिएको छ, हाम्रो छोरा नातिको पालनमा चाहिएको छ। त्यही भएर गर्न सक्ने सक्षम व्यक्तिलाई हामीले के गरौँ? छानौँ, सहयोग गरौँ। हिजोदेखिको हाम्रो त्यो विचारलाई एउटा खोपीमा राखौँ र वडा नम्बर 8को विकासको लागि काँधमा काँध र हातमा हात मिलाएर तपाईँ अगाडि बढ्ने कोसिस गरौँ भन्दै आज हामी नीलकण्ठ एफएमबाट म आफू प्रतिनिधित्व गरेर यो ठाउँमा म आफ्नो घरमा बेलामा आदरणीय जनप्रतिनिधिसँग कुराकानी गरेँ। म उहाँलाई व्यक्तिगत रूपमा पनि कति कुराहरू सुझाव पनि दिँदै आएको छु, किनकि राम्रोलाई राम्रो भन्नुपर्छ, अनि मात्रै देश विकास हुन्छ। अहिलेसम्म त हामीले राम्रो भन्न सकेनौँ र नराम्रो भन्दै लाग्यो हो। यसले गर्दाखेरि चाहिँ के छ, समस्या छ भन्दै हामीलाई क्यामेरामा सहयोग गर्नुहुने यहीँको चाहिँ सक्षम नेपाल चाहिँलाई धन्यवाद दिन चाहन्छु। र फेरि चाहिँ सहयोग मिल्यो भने अर्को पटकको चाहिँ हाम्रो अन्तर्वार्ता स्टुडियोमै गर्ने बाचा चाहिँ म कार्यक्रम सञ्चालक रामको पनि बिदा हुन्छु। हवस् त, नमस्कार, सबैको जय होस्।